जय मसी हामीहरू चाहिँ अहिले आयो झन्डगिरी ट्रेकिङमा आएको छु होइन चटपटेहरू बोकेर। अनि यो खोला चाहिँ दुधे खोला हो। अनि यहाँ छ अनि खोला यस्तो छ होइन। अनि यहाँ चाहिँ हामीले जुत्ता लगाएको छु अनि दिदीहरूले चाहिँ चप्पल लाउनु भएको रहेछ होइन। अनि उनीहरू त सुई सुई गयो, हामी त कसो जानुपर्ने हो। यसलाई चाहिँ भन्छ दुधे खोला हेर्नुहोस्। अनि मेरो जुत्ता भएको कारणले गर्दाखेरि रामु काकाले मलाई बोक्नु आँटेको छ। रेडी ओके। कति केजीको मान्छे यार भिजिस त खतम भयो। भिजिन कति केजीको छ यार धसिसक्यो त म त। यस गाइस रामु काकाले मलाई बोक्दैछ होइन। हाँस्नु हुँदैछ त दिदीहरू उता हुनुहुन्छ। दिस इज कल्ड दुधे खोला है। रामु काका आज त एकदमै स्ट्रङ रहेछ। हेर्दा यस्तो देख्यो भने है यो कति केजीको मान्छे हो कमेन्टमा भन्नु होला। यस्तो भारी चाहिँ यस मेरो गाइस हामीहरू चाहिँ यही जग्गामा बस्नु लागेको छौँ होइन। अनि यस्तो छ उता यस्तो छ हेर्नुहोस्। हजुर हस् त्यो पोखरीमा जानु त हुँदैन। आज हामीले चटपटीहरू बनाएर खान्छौँ है। यस्तो छ सिन चाहिँ हेर्नुहोस्। रामु काका सियर यसलाई चाहिँ भन्छ दुधे। दिस इज कल्ड दुधे ल। यहाँ छ यहाँ कपल्सहरू हुनुहुन्छ मार्छ अहिले देखायो भने। यो चाहिँ दुधे हो गाइस होइन। यस्तो डेभलप भइसकेको छ। रामु काका र म को चाहिँ भारी रहेछ अब यहाँ। ल आइज त है रामु। पिङ दिदीहरू त्यतै खेल्दै हुनुहुन्छ होइन। यस ल बस ओके रेडी। पिङ दिदी यसलाई हेर्नु नि अघि गिर्छ रोक्रोकै छिन्। रामु काका त मात्र 20 किलो छ। बुझ्नु ल यस अब हेर्नु ल गाइस। रेडी भयो हेर आरामले चेत। हामीले त चक्कु बिर्सेको छु अनि पिङ दिदी त माग्नु जाँदै हुनुहुन्छ। शर्मै मर्दो दिन्छ पिङ दिदी। क्या आपको व्हाट डू यू थिंक क्या देगा। चक्कु बिर्सेको छ माग्नु एकछिनको लागि मात्र आउँछ। के पाउँछ चक्कु माग्ने हिम्मत आएको छैन। गाइस मिसन फेल। पानी पाउनु लाग्यो यत्रो हावा पानी आयो यहाँ चाहिँ। हावा पानी होइन हावा अम्बो। यहाँ स्विमिङ खेल्नु सक्नुहुन्छ तपाईँहरूले। अनि यहाँको सिन जस्तो छ हेर्नुहोस् गाइस। रामु काकाले काम नपाएपछि जस्तै हो। अघिसम्म त्यस्तो घाम लाग्दै थियो यस्तो पानी पर्दैछ। यो पानी खोलामा पानी परेपछि अनि हामीहरू यो चाहिँ खानु लागेको छ। जुस मेरो छ त पानी दिन न गोड से पहचानो। यस्तो बाबा ल रामु काका मलाई त सोधेन नि त। म होइन खाँदिनँ म।